आज मेरो डे अफ एन्ड खेलले चाहिँ मलाई बाहिर लन्चको लागि लानुभयो एन्ड वी वेन्ट इन अ रेस्टुरेन्ट इन अर्चेलिया विच इज वान अफ द गुड रेस्टुरेन्ट इन अर्चेलिया भनौँ न है एन्ड वी आर वेटिङ फर आवर टर्न हियर हे एभ्रिवान दिस इज सपना राई एन्ड मेरो हस्बेन्डको नाम चाहिँ खेन र हामी दुईजनाको तर्फबाट तपाईँहरूलाई धेरै धेरै माया एन्ड ह्याभ अ गुड विक अहेड भन्न चाहन्छौँ सो हामीले लन्चमा फर्स्ट वी अर्डर Caesar salad जो चाहिँ मेरो वान अफ द फेभरेट स्यालेड हो मलाई पुरा मनपर्छ एन्ड हामीले यहाँ सफ्ट ड्रिङ्क्स अर्डर गऱ्यौँ मैले चाहिँ कोला अर्डर गरेँ उहाँले चाहिँ स्प्राइट है सो यहाँ चाहिँ वी आर इन्जोइङ आवर लन्च एन्ड हामीले अरू पनि कुरा अर्डर गऱ्यौँ मलाई चाहिँ यो सेबेस्टियन रेस्टुरेन्टको चाहिँ एउटा के मनपर्छ भने रिब स्टेक चाहिँ पुरा मनपर्छ पर्क रिब स्टेक जसको लागि चाहिँ म स्पेसली त्यही खानुको लागि आउँछु यहाँनिर है एन्ड त्यही हो खेल्ने चाहिँ यहाँनिर पास्ता मन पराउनुहुन्छ सबै रेस्टुरेन्टमा जाँदा पास्तै खानुहुन्छ उहाँले चाहिँ प्रायः उहाँको चाहिँ फेभरेट हो पास्ता एन्ड ही अर्डर स्याल्मन पास्ता एन्ड आई अर्डर पर्क रिब स्टेक एन्ड मलाई चाहिँ यो रेस्टुरेन्टमा चाहिँ किन प्रायः आउनु मनपर्छ भने अरू रेस्टुरेन्टहरूतिर पनि हामी जान्छौँ तर सेबेस्टियन चाहिँ मलाई कम्फर्टेबल लाग्छ किनकि यहाँनिर आरामले खाना खाँदै है क्वालिटी टाइम स्पेन्ड गर्नु अब एनफ टाइम पाउँछौँ र कतिवटा रेस्टुरेन्टमा चाहिँ हामीले जाँदाखेरि अब कस्टमर बेसी भएकोले गर्दा पनि लिमिटेड टाइम हुन्छ क्या एउटा रेस्टुरेन्टमा चाहिँ हामीलाई टाइम दिएको थियो 1.5 घन्टाको है सो त्यहाँको चाहिँ मलाई वर्स फिलिङ लाग्यो एन्ड हाम्रो खाना पनि आइसक्यो यहाँनिर है र फ्यान चाहिँ जुइस हुनुहुन्छ सो उहाँले चाहिँ पोर्क खानु हुँदैन नि त सो तर मेरो लागि भए पनि उहाँले मगाइदिनुहुन्छ एन्ड हि अर्डर्ड मलाई पुरा मनपर्छ यो रिब स्टेक चाहिँ सो उहाँले चाहिँ यहाँ मलाई काटेर दिनुहुँदैछ होइन मैले उहाँलाई भनेको कि यस्तो मिठो देख्छ यस्तो मिठो टेस्टी छ टेस्ट गर्नुहोस् न भनेको नो उहाँले गर्नु भएन सो इट्स ओके यस्तो जुसी यस्तो मिठो छ यो रिब्सको यो स्टेक चाहिँ पोर्कको है तपाईँहरू पनि यो सेबेस्टियन रेस्टुरेन्ट जानुभयो भने चाहिँ तपाईँले पनि ट्राई गर्नुहोस् होला यस्तो मिठो छ है यहाँ चाहिँ अन्त खेल्ने मलाई चाहिँ पुरा जिस्काउनु हुँदैछ होइन मैले चाहिँ त्यो रिब्सको त्यो सानो हड्डी हुन्छ नि त्यो चाहिँ यसरी कोट्टाएर खाँदै थिएँ नि त अन्त उहाँले चाहिँ घर लिएर जानु प्याकिङ गर्नु लगाइदिन्छु घरमा गएर चाहिँ हातले मजाले तानी तानी खानु भनेर चाहिँ मलाई जिस्काउनु हुँदै थियो नि त अन्त प्याक गरिदिउँ भन्दै जिस्काउनु हुँदै थियो किनभने अब म चाहिँ त्यो कोट्टाएर खाँदै थिएँ नि त अन्त भयो भन्नुहुँदै थियो मलाई सो एन्ड हामीले चाहिँ यहाँ डिजर्टमा चाहिँ यो कफी कुनै के भने अमेरिकानो कुनै के भन्ने चाहिँ डिजर्ट मगाउनु नाम पनि बिर्सेँ किनभने म स्विट त्यस्तो खाँदिनँ मलाई थाहा पनि हुँदैन है सो उहाँको चाहिँ फेभरेट हो स्विट अनि यहाँ चाहिँ मैले नाना टी मगाएँ